हेलो गाइजहरुलाई हेर्न सक्नुहुन्छ यो हाम्रो 4x6 को खाट हो। सिरानीमा फर्म हालेर अनि तल चाहिँ बढाल्न मिल्ने हिसाबले चाहिँ खुट्टा हाल्या। खुट्टा हेर्न सक्नुहुन्छ कस्तो राउन्ड गरेर क्या मजाको एकदम पुरा काठ पनि बलियो छ। भित्रबाट नि हेर्न सक्नुहुन्छ। भित्रबाट पुरा एकदम बेड जोइन हेर्न सक्नुहुन्छ। क्या काठ एकदम टुनीको काठ हो। यो सबै यता यो हालेको चाहिँ टुनीको हो। अनि यो डन्डी हेर्न सक्नुहुन्छ। यो डन्डी चाहिँ चिलाउनेको काठ हो। हेर्न सक्नुहुन्छ कति मोटो मोटो छ, बाक्लो छ एकदम पुरा। काठ पनि एकदम पुरा बलियो छ हेर्न सक्नुहुन्छ। यही माथि चढे नि केही हुन्न के, हेर्न सक्नुहुन्छ। केही भएर केही भएन। अनि यो फर्माइका हेर्न सक्नुहुन्छ कस्तो राम्रो फर्माइका छ। व्हाइट कलरको रेसा छ यसमा, अलिअलि त्यो ब्राउन ब्ल्याकमा। फर्माइका चाहिँ एकदम मिठो कलर छ। अनि यो लिस्टी हेर्न सक्नुहुन्छ। यो चाँपको लिस्टी हो जुनमा चाहिँ किरा सिरा लाग्दैन अनि धेरै लङ लास्टिक चल्छ। यहाँ फर्म हेर्न सक्नुहुन्छ। यो सिरानीमा चाहिँ फर्म आउँछ। फर्म चाहिँ रेडी छ। फर्म भित्र रेडी गरेर राखेको छ। यहाँ हाले होइन, यो कलर सलर दलिसकेपछि अनि त्यहाँबाट फर्म टक्क मिलाएर अनि त्यहाँबाट हाल्ने हो। अनि त्योभन्दा पहिले भिडियो बनाउनु लाग्यो, त्यही भएर हो। यहाँ फर्म चाहिँ हाले होइन, केही छैन। तपाईँ च्यानलसँग जुड्नु, यसको चाहिँ फर्म हालेर जुन भिडियो बनाएर हाल्छु त्यो पनि हेर्न पाइहाल्नुहुन्छ। त्यही भएर च्यानललाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नबिर्सनु। अझै योभन्दा नि कडक भिडियोहरू जानकारीहरू आउने छ। त्यही भएर चाहिँ च्यानललाई चाहिँ सब्सक्राइब गरिहाल्नुपर्छ। र साइडमा त्यही एउटा साइड बक्स नि छ हेर्न सक्नुहुन्छ। यो साइड बक्स तपाईँको क्या दामी पुरा सुटेबल बेडकै हाइटको लेभलको हुन्छ। तपाईँ सुतेर त्यसमा मजाले यो माथि मोबाइल सोबाइल चार्ज गर्न पाउनुहुन्छ। तपाईँको चस्मा वगैरह जे पनि हुन्छ त्यो सबै यहाँ राखेर मजाले युज गर्न पाउनुहुन्छ। अनि भित्र नि आफ्नो बेडमा अब सुतेको बेलामा चाहिने जे सामानहरू हुन्छ टक्क यहाँ राखेर युज गर्न पायो। यो खाटको प्राइसको कुरा गर्ने हो भने त अब मिलाएरै बनाइएको हो। अब बनाउने नै छ भने हामी अल नेपाल डेलिभर गर्छ। बनाउनु छ भने यसो सम्पर्क गर्नु, च्यानललाई फलो गर्नु अनि टक्क मेसेज गर्नु। त्यही हिसाबले हामीले रिप्लाई गर्छ अनि मिलाएर बनाइदिउँला। अब यहाँ भनेर त केही हुनेवाला छैन। मान्छेहरूले अब कति के अब त 50,000 को सामान 20,000 भन्छन् के अरे। अनि उहाँ पुगेपछि त आउँछ होइन 50,000 रहेछ भनेर। त्यही भएर यस्तो कुराहरू भनेर अलि मान्छे विश्वास नि गर्दैन। त्यही भएर म भन्न खोजेँ होइन कति के हो भनेर। जे भए नि तपाईँको ठिकै रेटमा पाउनुहुन्छ। काठ पनि एकदम पुरा बलियो छ, काठ एकदम मिलेको छ। यही हो, अब दुईजना मजाले सुत्न पाउँछन्। सिरानीमा फर्म हुन्छ। अब यहाँ 6 इन्चीको म्याट्रेस हाल्नुहुन्छ भने ठ्याक्कै यहाँ फर्म आउँछ 6 इन्चीको म्याट्रेस। अनि मजाले सिरानी राखेर एकदम कम्फर्टेबल हुन्छ कि सिरानी परि कम्फर्टेबल तरिकाले बनाइएको छ। त्यही हो, यही नै हो। भिडियो मन पर्यो भने लाइक शेयर सब्सक्राइब गर्नु। धन्यवाद।